अहिले काठमाडौँमा अझै बढी घाम लाग्छ लागेन गर्ने गाउँमा भने त काठमाडौँमा धेरै आएको थिएन गरिदिनु धेरै गर्नु थाल्यो अहिले पुरै भिजेर केही छैन बाँकी त्यति जाडो भइरहेछ सबैलाई पानी सर्किनु हेलो एन्ड नमस्ते वेलकम ब्याक टु आवर च्यानल म फेरि आइसकेको छु हाम्रो सागर पारु यात्रा भ्लगमा आज चाहिँ भ्लगमा म एक्लै छु एक्लै मतलब मेरो मम्मी सानो मम्मीहरू हुनुहुन्छ आज सरजी चाहिँ हुनुहुन्न आज चाहिँ म जाँदैछु पशुपतिनाथ अहिले चाहिँ चलिरहेको छ मन्थ अफ श्रावणमा चाहिँ अब पशुपति जाने महादेवको पूजा गर्ने मेरो सोमबार मम्मी चाहिँ तल हुनुहुन्छ आर्थे गेटलाई ब्युटिफुल भएर मन्दिर जान रेडी ल जाउँ मम्मी अब सानो मम्मीहरू कता हुनुहुन्छ फैका चोकमा जाउँ वा कति राम्रो देखेको मम्मी र म चाहिँ घरबाट निस्किसक्यौँ सानो मम्मीहरू तल फैका चोकमा कुर्दै हुनुहुन्छ अरे तल गएर भेटौँ मम्मी श्रावणको पहिलो सोमबार कहाँ जानुभयो गोकर्ण गोकर्णेश्वरमा आज गयौँ योपालि चाहिँ सोमबार चाहिँ जाँदैछौँ हामी पशुपतिसँगै हेर्नु हाम्रो मम्मी कति राम्री हुनुहुन्छ टाउकोमा फुल लाएर सानो मम्मीहरू कस्तो भएर आउनु भएको छ कुनै सानो मम्मी नमस्ते हाम्रो अर्को सानो मम्मी यहाँ राम्री भएर टक्क आइसक्नु भयो सानोमा नमस्ते हाम्रो अर्को सानोमा यता हुनुहुन्छ राम्री भएर टक्क लाएर ल 3 जना दिदीबहिनी यहाँ जम्मा हुनुभयो हजुरलाई ज्वाइँ कस्तो लाग्यो भनिदिनु त म त राम्रो लाग्यो बाबु राम्रो लाग्यो मलाई त मन पर्यो मलाई चाहिँ मन पर्यो ल है सरजी नआए पनि हजुरको तारिफ हुँदैछ आमाले तारिफ हाल्दै हुनुहुन्छ कस्तो हँसालो हुँदो रहेछ सबैजनाबाट एकदम तारिफ हुँदैछ हाम्रो सरजीले त ओके हाम्रो मलाई त खेप मन परेको छ ज्वाइँ त त्यस्ता मन पऱ्यो ज्वाइँ त कहाँ पाउँछ हामी आइपुग्यौँ पशुपतिनाथ पुरै भिड छ आज चाहिँ जुत्ता चप्पल राखेर हात धुँदै अब सबैलाई पानी सर्किनु यहाँबाट लाइन सुरु अहिले चाहिँ टाइम 11:25 भयो 11:25 हामी लाइन बसेको छौँ हेरौँ अब कति टाइमसम्म बस्नु पर्दो रहेछ लाइन आज श्रावणको सोमबार छ त्यही भएर लास्टै भिड पनि छ लाइनसम्म त सरिरहेछ हेरौँ अब यो पालि चाहिँ जुरेछ सानो मम्मीलाई छोरीसँग सँगै पशुपति आउन श्रावण सोमबारमा सबैजना हरियो पहेँलो भएर टक्क बल्ल बल्ल दर्शन गरेर बाहिर निस्कियो पुरै भिड ठेलामठेल अब बाहिर बत्ती बाल्दैछौँ हामी आपको इंतजार कर रही है बाबा पशुपतिनाथ की जय कस्तो घाम छ भने बाफ्रे हामी चाहिँ दर्शन गरी भ्याइयो पुरै घाममा परियो हामी पनि लास्टै घाम छ अहिले काठमाडौँमा पनि आमा हजुर कति वर्षपछि आउनु भएको कि कति महिनापछि आउनु भएको कि पशुपतिनाथ दर्शन गर्न आउनु त पोहोर आएको थिएँ बाबु भयो 2-4 वर्षै भोग्न आएको त 4 वर्ष भयो कस्तो लाग्यो त पशुपतिनाथ दर्शन गरेर एकदम राम्रो लाग्यो नानी एकदम पशुपतिनाथ आमा हुनुहुन्छ हो
अहिले काठमाडौँमा अझै बढी घाम लाग्छ लागेन गर्मी गाउँमा भने त काठमाडौँमा धेरै आएको थिएन गर्मी धेरै गर्मी हुन थाल्यो अहिले त धेरै हुनु लाग्छ यहाँ हाम्रो दाइलाई चाहिँ मम्मीको पोते डिजाइन मन परेछ म पनि देखाइदिनु त पोते ल उहाँ दाइले नि कमेन्ट हान्नुभयो ल राम्रो लाग्यो रे मम्मी दाजुलाई डिजाइन मन परेछ उहाँको मिसेसको लागि पनि यस्तै डिजाइन बनाइदिनु माइजूको आज भ्लगमा हालिदिन्छु म भिडियो है हालिदिन्छु म त यति राम्रो हुन्छ हाम्रो माइजू हाम्रो रोइला माइजू हो नि म आज नलज किन लजानु यति साह्रो म त हालिदिन्छु बेसिकै माइजूको आज भिडियो हालेरै छोड्छु सानो पुरानो दहीचुरो खान हजुर माइजू भन्नु न हजुर म रोइला पारामा बनाएर राख्छु हुन्छ माइजू वाह वाह दाइ वाह रंगीला उर्मिला कटरीना करीना सनी लियोनी विकास बासु मगज्योति रेखा थापा प्रियंका कार्कीले लाउने साडीहरु ओहो ओहो ल ल भाइरल छ यहाँनिर साडी झोलामा साउ खोलामा के को गन्थन 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 चलिरहेछ यहाँ दिदी बहिनीको दिदी बहिनीको रमाइलो के भयो आमा भन्नु न भन्नु भर्खर के भन्नुभयो मैले सुनिसकेँ हाम्रो आमा काठमाडौँ मन परेन है यहाँनिर के चित्त नबुझ्दो भयो आमा हजुरलाई यसो हिँड्ने नसके नि यस्तो गाडी खिचेर भने मार यस्तो गाडी खिचेर भने मार सर बाबु के हिँड्नु यता बानी हुन्छ आमा बिस्तारै बसेपछि बानी हुँदैन बाबु त अब स्कुलमा बरु गाउँमै रमाइलो है आमा कामै रमाइलो बाबु म त कामै बस्न राम्रो साथीहरू हामीले गाडी पाएनौँ हामी तातो घाममा हिँड्दैछौँ टट्टिँदै टेम्पो कुदा टेम्पो नै आएन पाउँदैन घाममै टट्टेर आज दर्शन पनि गर्यो मम्मीलाई हिँड्न मन लाग्यो त्यही भएर गाडी नपाएको हामी चाहिँ दर्शन गरेर फर्क्यौँ सानीमा माइजूहरू आमाहरू तल फैका चोकमा छुट्टिनु भयो हामी चाहिँ घर फर्किँदैछौँ पुरै थकित भएर घाममा टट्टेर अब हामी सायद आठको मन्दिर पनि जान्छौँ होला हेरौँ के हुन्छ आशापुरी जाने कुरा छ तर फिक्स छैन हेरौँ के हुन्छ यहाँ मेरो सरजी आउँदै हुनुहुन्छ मेरो फोटो खिचिदिनको लागि सुतेको मान्छेलाई मैले उठेर बोलाएँ सुपारू चाहिँ यदि उताबाट मन्दिरबाट आफ्नो दर्शन गरेर आइसक्दाखेरि अब यहाँबाट चाहिँ हामीहरू आशापुरी जाने भनेर निस्किरहेको छौँ उसलाई चाहिँ भने मैले यो किनेर ल्याएर राखिदिरहेको थिएँ कहाँ छैन ऊ यहाँ दिनुपर्छ लेट्स गो हेलो पारू ल रेडी भयो यहाँ छ बाँकी ले हेर न मेहन्दी लाउनु पाएको छैन श्रावण गइसक्यो अहिले लगाइदिन्छु तिमीलाई वाह राम्रो छ त श्रावण टु मी फाइनली खै के भएन भनेर मलाई त घरबाट पनि टर्चर आइसकेको थियो हो नि खै के लिदियो बुहारीलाई के लिदियो यताउति ल मन्दिर जान लागेको थियौँ ठ्याक्कै आइपुगेछ यो पशुपति यो गयो समाउँ त? आशापुरी जाँदैछौँ हामी यसमा म लगाइदिन्छु यसरी यो खोल्नुपर्छ होला त अब पहिला लगाएपछि अनि खोल्ने घाँटी खाली गर्नु ओके अब यो खोल्दिन अब पोते आनेपछि यो खोल्ने वाउ श्रावण हाम्रो बिहे पछिको फर्स्ट श्रावण के गर्दै हुनुहुन्छ यसो म बटारिनु परेन के सिक्नुहुन्छ हौ तपाईँ त म आफू बटारिनु पर्ने यसो बाटो मेरो हात दुखिसक्यो यो फोन पक्रेर
round to me. Thank you. यसो फितलो थ्याङ्क अब बाबु हग गर ठिक छ अब रुन बन्द रुन बन्द लिनु म अब रेडी हुन्छु यो कहाँ अड्क्यो ल अब हामीहरू निस्किन्छौँ आशापुरीको लागि है ल लाग्यौँ हामी मम्मी ड्याडी ज्वाइँ छोरी अब नेक्स्ट ट्रिपमा सँगै जाने एक्लो हिँडेको आफ्नो केही बेटी केही पाएन हो आमा हो त्यसो भन्छ हो त बाबु चोरी भएर कहीँ पनि छुटेर हिँड्नु हुँदैन क्या छोरी त्यही भएर हामी सँगै हिँडिन्छौँ आमा लु तलबाट लिएर जाउँ अब भने पनि खालि मेरो फोटो के भन्छ के भन्न लाउँछ के भन्न लाउँछ गाइस हामीलाई यहाँ झेल्ली भयो हामी यहाँ मम्मी र ड्याडीलाई एयरपोर्ट पछाडि कुरेर बसेको कति लगभग 20 मिनट कुर्यौँ होला हेर्दा 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 आँखा टटाइसक्यो आउनुहुन्न एकछिन भन्नु गर्छु त ठेमी पुगिसक्यौँ भनेर झेल्ली गर्नुभयो यहाँ मम्मी ड्याडीले त्यही हो मम्मीहरू ओ माई गड मम्मीहरू कहाँबाट छिर्नु भयो हामी त एयरपोर्ट पछाडि 20 मिनट जति कुर्यौँ हेर्दा हेर्दा आउनै भएन ल हाम्रो टोली फेरि निस्क्यो अब सँगै अब चाहिँ नछुट्यौँ होला कृपया सूर्य विनायकबाट अब सबैजना हामीहरू सङ्गठित भएको छौँ पानी परिरहेछ पछाडिको चाहिँ भिडियो बनाउनु पर्यो राइडरहरू पछाडि पानी पर्यो गरर रेनकोट बज्यो गरर बिचक रमाइलो भयो त माइजू हाम्रो रोइला माइजू राइडर खै आउनु भयो ऊ पछाडि हाम्रो राइडर माइजू आउनु भयो जय शम्भो पानी पर्यो भिजियो राइडर हिँड्नु भइरहेछ के अरे पहिला हामीहरू साथीहरूसँग जाँदै घुम्न होइन आज त फ्यामिलीसँग जाँदाखेरि super रमाइलो रमाइलो लागिरहेको हामी चाहिँ सबै एडभेन्चर लभर भयो नि त मान्छेले बाटो ठिक छैन भनेर तर्साइदिएको छ अब खोइ कहाँसम्म पुगिन्छ कहाँसम्म पुगेर बाइक राखेर हिँडिन्छ कि फर्किन्छ कि केही थाहा छैन है हेरौँ यो चाहिँ बाबा छ यहाँनिर बा दामी दामी हामी जहिले किन यस्तै ठाउँमा आइपुग्छ है चिरापुरी रक सागर पारु यात्रा गाउँको घर देखियो यहाँ यता कति पछि बाटो त खतरा छ त बाटो त खतरा छ सोल्टी जिउ ओ माय गॉड ओ जय सर माइजू आउनु यस माइजू यस You can do it, You can do it, Maiju. Yes. Yes. Sorry. Yes, Maiju. Right on. Adventure life, adventure family. रोइला Adventure. हामी जहाँ घुम्न गयौँ यही हाम्रो एडभेन्चर सुरु भइहाल्छ Yes, Daddy!
अब यसो वातावरण हेर्दा चाहिँ आइपुग्यो जस्तो लाग्यो। हो आइपुग्यो अब चाहिँ, किनकि यहाँ फुलबत्तीहरू राख्नु भएको छ नि त। बिजोक रमाइलो भएछ त पारु। बिजोकै भयो नि यसो पुरै भिजेर आइपुग्यो आशापुरी मन्दिर। बल्ल बल्ल पानी पर्दैछ। माइजू बुढी मम्मी ओ झ्यारेर पानी पर्न थाल्यो, हामी आउनु पर्ने। छ आशापुरी होमस्टे भनेर थियो माइजू त्यहाँ माथि। पानी जोडले पर्यो। यहाँ सेक्रेट ठाउँ रहेछ जल्दी। यहाँ आशापुरीमा हामीहरूको बिजोक रमाइलो भइहाल्यो। अब रोइला हान्न हजुर आशापुरी दर्शन गरेर हामी फर्क्यौँ। अब यहाँबाट हामी अघिको अफरोड जानुपर्ने हुन्छ डोलेश्वर महादेव। माइजू चाहिँ अलि आतिदै हुनुहुन्छ बाटो देखेर। अनि बाटो अप्ठ्यारो पनि छ, ठाउँ ठाउँमा पहिरो पनि गएको रहेछ। पुरै भिजेर केही छैन बाँकी। यति जाडो भइरहेछ, गर्मीमा पनि जाडो भइरहेछ। बिहानसम्म म भ्लगमा भन्दै थिएँ कति गर्मी, अचेल काठमाडौँमा कति गर्मी भनेर। अहिले जाडो भइरहेछ। स्यालको बिहे भएको भाइ छ। महादेवले हामीलाई दर्शन दिनुभयो क्या हो, दिनै पर्यो नि। स्वयं पार्वती आएपछि, स्वयं पार्वती शिव पार्वती आइसकेपछि लड्दै पढ्दै बाटो यस्तो छ यी ठाउँ ठाउँमा। वाउ another टोली हियर, ब्युटिफुल लेडिज। साह्रै रमाइलो छ। आशापुरी महादेवको दर्शन गरी फर्कनु हुने सम्पूर्ण भक्तजनहरूलाई धन्यवाद। यताबाट चाहिँ दक्षिणकाली पुगिने रहेछ। आशापुरीबाट सिधै हामी डोलेश्वर आइपुग्यौँ, पुरै रुच्दै। ड्याडी कस्तो लागिरहेछ? एकदम भव्य पानी पर्छ, धेरै रमाइलो होइन। डोलेश्वर महादेवको शिर पूजा गरेर आएको आज सबैको जय होस्। आशापुरी गएर डोलेश्वर आशापुरी भएर आयौँ। अब डोलेश्वरमा पूजा गरेपछि अन्त कहीँ जानु पर्दैन भनेको छ। माइजू बिजोक रमाइलो भयो। जादु हाम्रो मम्मी जादु। माया त माया हो। ल ड्याडी फेरि जादु, ड्याडी जादु। डोलेश्वर महादेव।
तर हाम्रो पारो छिटै आउँछ लाइन छैन त्यति जय डोलेश्वर भगवान रक्षे